हाई एभ्रिवान, आज 24 अगस्त अनि अब आजको नेप्से एनालिसिस पनि अस्तिको जस्तै नै छ। हामीले यही जोन नै भनेर भनेको थियौँ। हामीले 3-4 दिन भइसक्यो, 3-4 दिनभन्दा बढी भइसक्यो, 1 विकभन्दा बढी भयो। यही जोनलाई नै हामीले चाहिँ यहाँसम्म आउन सक्छ है भनेर भनिराखेको जोन हो। किनकि यहाँबाट जुन एउटा रेन्ज बनाएर झरेको थियो, एउटा दुईटा रेन्ज बनाएर जुन तलपट्टि झरिराखेको छ, अब एउटा रेन्ज चाहिँ यहाँनिर फेरि पनि बनाउन सक्छ भनेर यो क्यान्डल बन्दा पनि भनेकै हो। अनि फल आउन सक्छ भनेर यो क्यान्डल बन्दै गर्दाखेरि पनि फल आउन सक्छ भनेर भनेकै हो है। सो अब यहाँ मिल्यो भनेर घमण्ड गर्नुभन्दा पनि यहाँनिर चाहिँ अब मान्छेहरूलाई एकदमै धेरै पेन भइरहेछ भनेर सिम्पथेटिक हुनुपर्ने अवस्था छ। किनकि द्याट्स हाउ मार्केट हम्बल्स अस। अनि अब चाहिँ मैले भनेको मिल्यो वा मैले भनेकै ठाउँमा आउँछ भन्ने छैन। किनकि नेप्से भोलि बिहान घटेर यहाँ तल पनि आउन सक्छ। स्टिल मैले भनेको चाहिँ 2580 को यो एउटा जोन हो। यहाँनिर एउटा अर्डर ब्लक पनि छ। सो यो अर्डर ब्लकलाई एकचोटि ट्याप गरेर चाहिँ अनि बल्ल अलिकति माथि जान्छ भन्ने हाम्रो कुराहरू थियो। सो अहिले पनि मार्केटको सिचुएसन हेर्दाखेरि चाहिँ त्यही नै देखिन्छ। रिसेन्टली चाहिँ एकदमै भोलाटाइल जस्तो देखिरहेको छ। यो जुन फल छ यो अलिकति प्यानिक बनाउन खोजेको जस्तो देखिन्छ। किनकि भोल्युमहरू यहाँ चाहिँ अलिकति ठुलो थियो, एउटा भोल्युम ठुल्ठुलो आएको थियो भने अहिले बिस्तारै भोल्युमहरू फेरि पनि ट्राई हुँदैछ। भोलि चाहिँ एउटा अलिकति ठुलै प्यानिक लिएर आउनको लागि ट्राई गरिन्छ, स्योर नै ट्राई गरिन्छ 2610 सम्म। यो अस्तिको यो लोसम्म भोलि एकचोटि मार्केट इन्ट्राडेमा गएर अनि फेरि तलपट्टि लिएर आउन सक्ने एकदमै हाई चान्सेसहरू हुन्छ। अनि यो चाहिँ एकदमै बायर प्रोनी जोन हो है। अहिले हामी जहाँनिर छौँ त्यो चाहिँ एकदमै धेरै बायर्सहरू आउने जोन हो। सो यहाँबाट 2675 2680 सम्म चाहिँ एकदमै बायर प्रोनी जोनहरू। अब यो बायरहरू आउने जोनमा चाहिँ के गर्न सकिन्छ भने यो बायरहरू चाहिँ स्मार्ट मनीहरू मात्र आउने हुन् यहाँनिर बाई गर्नलाई। सो एउटा यस्तो गरेर एउटा क्यान्डल बनाउने दिउँछ। अनि त्यसपछि यही क्यान्डललाई चाहिँ पहिला ओपनिङमा एकदमै लोमा लिएर जाने अनि इन्ट्राडेमा फेरि माथि पुस गर्ने 2610 काइन्डको सम्म यता एउटा क्यान्डल बनाउने अनि फेरि इन्डिङ चाहिँ यहीँ तलपट्टि लिएर आउने अनि यसरी चाहिँ मिच्चतिर यतै कतै इन्ड गर्ने क्यान्डल। यसरी चाहिँ हेर्दाखेरि एकदमै ह्युज सप्लाई आएको जस्तो, एकदमै प्यानिक बनाएको जस्तो यो चाहिँ रेड क्यान्डल बनाइदिने। अनि यो यसरी रेड क्यान्डल बनाइदिसके पछाडि चाहिँ अब मान्छेहरू तर्सिन्छन्। अनि मान्छेहरू तर्सेपछि के हुन्छ त भन्दा अफकोर्स रिटेलर विल प्यानिक। अब भोलि एकदमै धेरै प्यानिक भएको, बजारभरि एकदमै नराम्रो सेन्टिमेन्ट भएको काइन्डको माहौलहरू बन्न सक्छ फर्स्टदेखि सेकेन्ड आवरसम्म। वा भोलि एकदमै नराम्रो क्लोजिङ नै भयो भने पनि अब हामीसँग सिचुएसन भनेको एउटा रङ क्यान्डल, एउटा रातो क्यान्डल, अनि त्यस पछाडि एउटा इन्डिसिसिभ काइन्डको क्यान्डल वा इन्भर्स ह्यामर काइन्डको अथवा एउटा ह्यामर काइन्डको क्यान्डल, जे भयो नि एउटा रिभर्सल साइन दिन सक्ने क्यान्डलहरू चाहिँ चाँडै नै देखा पर्छ भन्ने द्याट्स माई एनालिसिस। अब मेरो एनालिसिस मिल्नै पर्छ भनेर भन्नलाई म भगवान होइन, मेरो एनालिसिस बिग्रिन पनि सक्छ। सो मेरो एनालिसिसलाई चाहिँ तपाईँहरूको बाहिर सेलको रूपमा चाहिँ त्यो ठ्याक्क त्यही जोनमा किन्नुपर्छ, त्यही जोनमा बेच्नुपर्छ भनेर फलो गर्ने कामहरू चाहिँ नगर्नु होला। अनि आई क्यान अन्डरस्ट्यान्ड अब अहिले एकदमै धेरै यसरी झरिराखेको छ, ह्युज क्यान्डल बनाएर ब्रेकडाउनमा एकदमै ठुल्ठुलो क्यान्डलहरू बनाएर झरिराखेको छ। अनि यो चाहिँ आइएम स्टिल सेइङ यो म्यानिपुलेटेड क्यान्डल हो, यो 100% नै म्यानिपुलेटेड क्यान्डल हो। त्यसैले अब यहाँनिरबाट अब यो भन्दै गर्दाखेरि कोही रिसाउँछन्, अब हो मार्केट अब बढ्छ भनेर भन्नु पर्यो भनेदेखि अब रिसाउँछन् भने यु गाइज क्यान बी एङ्ग्री विथ मी। तिमीहरू रिसाउँदै गर, मलाई मतलबै भएन, उफ्रेको भन, जेसुकै भन, त्यो मतलब गर्ने कुरै भएन। जसरी यो क्यान्डल बन्दै गर्दाखेरि इट्स अ म्यानिपुलेटिभ क्यान्डल भनेर मैले स्ट्याटस हालेको थिएँ। यो यहाँनिरको जसरी यो क्यान्डल बन्दै गर्दाखेरि पनि यो म्यानिपुलेटिभ क्यान्डल हो है भनेर स्ट्याटस हालेको थिएँ। यो इन्टायर फलै म्यानिपुलेटिभ फल थियो हेर्नु। अनि मार्केटले के गर्यो, यो फलको यहाँनिर गएर मान्छेलाई फेरि अड्काइदियो। यहाँनिरबाट जसले यहाँनिर बेचेर हिँडे उनीहरूलाई नै यहाँनिर किनाउन लगाएर मार्केट फेरि तल आएको। अब अहिले पनि मार्केटले सेम स्क्याम हान्दैछ। यो यहाँनिरबाट अहिले जति पनि यो फलहरू देखिरहेको छ यो इन्टायर फल नै पुरै म्यानिपुलेटेड फल हो। यो कुनै पनि मान्छेले, नर्मल मान्छेले बसेर फल देखे होइन, यो दिँदा पनि दिने जोन होइन। यो रिटेलरलाई ट्र्याप नै गर्न आएको फल हो। सो यहाँनिरबाट आउने फलहरू चाहिँ 2580 तिरबाट एउटा रिकभरी दिन सक्ला वा होइन, योभन्दा नि प्यानिक बनाउने यो मान्छेलाई भनेर भन्यो भने एउटा नयाँ लो नै क्रिएट गरिदिन पनि सकिएला। यसरी गरेर एउटा माथिपट्टि लगेर फेरि मान्छेलाई चाहिँ अरू 1 महिना जस्तो झुलाइदिएर एउटा नयाँ लो क्रिएट गरेर बल्ल रिकभरी दिन पनि सकिएला। तर कुरा चाहिँ के हो भनेदेखि दिस इज अ बाई जोन, यो बाई जोन नै हो र यो बाई जोन ट्याप भइसकेको छ।
अब यहाँनेरिबाट उनीहरूको पनि शक्ति हुँदैन कि यहाँनेरिबाटै अब रियाक्सन नदिकन बस्न सक्ने चाहिँ चान्सेसहरू एकदमै कम हुन्छ। अब मै जस्तो नाथेको कुरा सुनेर इगोमै लिएर के को रियाक्सन भनेर तल लिएर आयो भने छुट्टै कुरा हो, अनि त्यो हुने चान्सेस पनि छैन, म कोही पनि होइन। तर यहाँनेरिबाट अब यसरी एउटा तलपट्टिको क्यान्डल बनाउने, एउटा क्लोजिङ दिने, अनि अर्को एउटा इन्डिसिसिभ क्यान्डल बनाएर यहाँबाट यसरी रिकभरी दिएर अनि मार्केट माथि जान पनि सक्छ यसरी। सो यहाँ के हुनसक्छ भनेदेखि एनी हाउ रिटेलरलाई चाहिँ भगाउने नै हो। मैले बारम्बार भनिराखेको छु, रिटेलर भनेको चाहिँ स्केपगोट, त्यो स्केपगोट काइन्डको। उनीहरूलाई चाहिँ केही पर्यो भने उनीहरूलाई ट्याक्क भिडाउनु पर्ने बेलामा बुम 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 भनेर भिडाइदिइहाल्ने, अनि उनीहरूलाई चाहिँ निकाल्नु पर्ने बेलामा मार्केट म्यानिपुलेट गरेर निकालिदिइहाल्ने हो। अनि यो अहिले जति पनि फल भएको छ, यो 2650 भन्दा तलपट्टि जति पनि यो इन्टायर र्याली तलपट्टि आइराखेको छ, यो पुरै र्याली नै म्यानिपुलेटेड हो। सो अब यो म्यानिपुलेटेडमा चाहिँ तपाईँहरू कतिको बस्नुहुन्छ, के गर्नुहुन्छ, अब त्यो तपाईँको कुरा हो। तपाईँहरू बेच्नुहुन्छ कि हुन्न, तपाईँहरूको सिचुएसन कस्तो छ, आफ्नो फाइनेन्सियल सिचुएसन अनुसारले तपाईँहरूले आफ्नो रिस्कहरू लिने कुराहरू आफ्नो हो, त्यो इन्टायरली तपाईँको कुरा हो। तर यो ठाउँबाट चाहिँ एउटा रियाक्सन आउनुपर्ने जोन चाहिँ हो। सो एउटा रियाक्सन चाहिँ आउन सक्छ। अब यो रियाक्सन यहीँनिरसम्म पुगेर, सरी, एउटा रियाक्सन चाहिँ यहीँ 2630 तिर पुगेर वा 35 तिर पुगेर यतैतिरबाट डाउन आउँछ कि यसरी तल आउँछ कि, अब होइन, एकदमै राम्रोसँग माथि गएर ल अब एउटा रेजिस्टेन्स यहाँनिर हुन्छ माथि जाँदा, हेर्नु, अनि अर्को रेजिस्टेन्स यहाँनिर छ। एभ्रिवेयर यो यसरी जोन बनाउँदै झर्दै गरेको ठाउँहरू के हो त, लिक्विडिटी पोइन्ट्सहरू हो। यहाँ फेरि पनि मान्छेलाई मूर्ख बनाउन एकदमै इजी छ। अब हेर्नु है, यहाँ के भयो त भने यो बिचमा अन्त कतै केही छ, यहाँ एउटा सानो क्यान्डल छ, यो क्यान्डलले खासै असर पार्ला जस्तो चाहिँ देखिँदैन। अब यो इच एन्ड एभ्री क्यान्डल्स आर लिक्विडिटी पोइन्ट। अब तपाईँहरूले यसरी तल आउँदै गर्दाखेरि चाहिँ यहाँनिरबाट रिकभरी आओस्, यस्तो भएर यसरी माथि जाँदाखेरि पनि हामीले हेर्ने भनेको यहीँ हो एउटा सप्लाई जोन। यहाँबाट इन्ट्राडेमा करेक्सन आएर माथिपट्टि गयो भने ठिक छ, एउटा यहाँनिरबाट यसरी गरेर माथि गयो भने ठिकै छ। यहाँसम्म पुग्यो भने पनि हामीले यो लेभल पछि यहाँनिर जहाँसम्म करेक्सन लिन्छ त्यहाँसम्मको लेभलमा कस्तो रियाक्सन गर्छ त्यो कुराहरू चाहिँ हेर्नै बाँकी छ। सो नेप्से चाहिँ यसै गरी माथि जान सक्छ भन्ने हो मेरो धारणा। अब मेरो धारणा मिल्नै पर्छ भन्ने छ त छैन, म जस्ता कति धेरैजनाको कति धेरै धारणाहरू हुन्छ। अब यहाँ एउटा चाहिँ यो लिक्विडिटी प्रोनी जोन चाहिँ हो, यहाँ बायरहरू अड्केर यहाँ बायरहरू किन्न नपाएर बसिराखेकै छन्। जुन यहाँनिरबाट इम्पल्स एउटा र्याली सुरु भएको थियो, यहाँसम्म कन्फ्युजन थियो, यो यही रेजिस्टेन्सबाट तल आउँछ कि यसरी फुत्त तल आउँछ कि भन्ने एउटा कन्फ्युजन थियो। त्यहाँबाट अर्को दिन प्रधानमन्त्रीको सम्बोधन भन्ने कुराले मान्छेलाई किन्नै नदिकन हुत्तै माथि लगेको। सो यहाँनिर किन्न नपाएकोहरूले यतातिर कि त यहाँनिर किनिराखे, अनि उनीहरूले किनेको कि यहाँनिर स्टप लस भएर निक्ले कि यतातिर स्टप लस भएर निक्ले, अब फेरि उनीहरू यतातिर बाइङको लागि हेरेर बसिराखेको हुन्छन्। अनि स्मार्ट मनीहरूले पनि यतातिर बाइङको लागि हेरेर बसिराखेको हुन्छन्। अब अहिले झन् मार्जिन ट्रेडिङहरू आएको छ। सो यसले के गर्छ भन्दा तपाईँहरूको 1 रुपियाँ छ भने तपाईँहरूले चाहिँ ब्रोकरले 2 रुपियाँ थपिदिएर तपाईँहरूले 3 रुपियाँको किन्न पाउनुहुन्छ। 3 रुपियाँको किन्न पाउँदाखेरि के हुन्छ त, यो 3 रुपियाँको किन्न पाउँदाखेरि अब यु हेभ एक्स्ट्रा लिक्विडिटी, आफूसँग भएको भन्दा 200 टाइम्स बढी लिक्विडिटी भयो। 1 लाख रुपियाँ मानौ थियो भनेदेखि 3 लाख रुपियाँको किन्न पाइयो। अब यसले के गर्छ त, 1 अरब छ भने 3 अरब किन्न पाइन्छ। अनि 3 अर्बको तलपट्टि किन्ने कि माथिपट्टि किन्ने त, लजिकल कुरा हो तलपट्टि किन्ने। अफकोर्स तपाईँहरू नै अरबपति भएको भए पनि यहाँ माथि किन किन्नुहुन्थ्यो र, सोसल सर्भिस गर्न बसेको हो र तपाईँहरू होइन नि। तपाईँहरू त कसैलाई माया गर्नलाई, सोसल सर्भिस गर्नलाई, गरिबहरूको 1 लाख रुपियाँ अड्क्यो, 2 लाख रुपियाँ अड्क्यो, ओहो म यहीँनिर किनेर मार्केट यसरी माथि बढाइदिन्छु, अनि उनीहरू यहाँनिर निस्केपछि अनि म फेरि यहाँनिर पनि एउटा उनीहरूले दिएको सप्लाईमा सबै खाइदिन्छु अनि बल्ल मार्केट तल जाओस् भनेर बस्नलाई तपाईँहरूले सोसल सर्भिस गरेको होइन। सो तपाईँहरूले पनि यदि धनी हुनुभएको भए, तपाईँहरू पनि म्युचुअल फन्ड नै हुनुभएको भए, तपाईँहरूको लजिकल कुराहरू भनेको यही नै हो, रियाक्सन आउने ठाउँ यही नै हो, यही नै जोन आएपछि बल्ल तपाईँहरूले बल्कमा किन्न सुरु गर्नुहुन्छ। त्यसैले यहाँ लिएर आउनको लागि चाहिँ यतैबाट ठेलिँदैछ, यो इन्टायर क्यान्डल चाहिँ ठेल्दै लिएर आएको। यो कुनै रिटेलरको दिमागमा यसरी यहाँनिर बेच्नुपर्छ भनेर आउँदैन। यो काम, यो यसरी ब्रेकडाउन गराउने काम भनेको स्मार्ट मनीकै हो। अब उनीहरूले कहाँसम्म ब्रेकडाउन गराउँछन्, यहाँनिरबाट एउटा जोन बनाएर फेरि तल लिएर आउने काम गर्यो भने यहीँनिर म फेरि पनि भन्छु ए ल अर्को एउटा क्यान्डल आउन थाल्छ है, यसरी तल आउन थाल्छ है भनेर। सो जसरी यो क्यान्डलमा थाहा भइसकेको थियो तल आउन लाग्यो भनेर, जसरी यतापट्टि थाहा भइसकेको थियो यहाँबाट फेरि एउटा रियाक्सन आउन सक्छ है भनेर, हो यसरी चाहिँ हेर्दै जाने हो। हरेक दिन यहाँ बनेको क्यान्डलले भोलि कस्तो क्यान्डल बन्न सक्छ भनेर हेर्ने हो।
यहाँ बनेको क्यान्डलले पर्सि कस्तो क्यान्डल बन्न सक्छ भनेर हेर्ने हो। यसरी एउटा सेल साइडको क्यान्डलहरू बनिराखेको छ र अर्को दिन इमिडिएटली यसको हाईलाई क्लोज गरेर माथिपट्टि क्लोजिङ गरिदियो भने यहाँ मैले घट्छ भनेर भन्न सकेको हुँला, तर म जस्ता नाथेको कुराहरू नमिल्न सक्छ। मार्केटले माथिपट्टि लग्दैछ भने अर्को दिनको क्यान्डलले अर्कै सेन्टिमेन्ट जन्माइसक्छ। त्यसैले कसैलाई पनि गुरु ठानेर उसले बोलेको वचन नै पुरै ढुङ्गामा लेखेको लकीर हो भनेर चाहिँ नभन्ठान्नु होला। दिस इज हाउ नेप्से वर्क्स। र यो मैले एकदमै धेरै प्रवचन दिनुको कारण चाहिँ के हो भने मलाई ज्ञानी महात्मा बन्नको लागि होइन, रिटेलरहरू नफसुन् भनेर हो। हामीलाई किन एकदमै धेरै फ्रस्ट्रेसन हुन्छ भने एक त हामी यस्तो ट्र्यापमा परेको हुन्छौँ, अनि यसरी घट्दै गर्दाखेरि आज बढ्छ भनेर भन्यो बढ्दिँदैन, अनि भोलि बढ्छ भनेर मान्छे होपफुल हुन्छ बढ्दिँदैन, अनि यस्तो भएपछि चाहिँ एकदमै धेरै फ्रस्ट्रेसन र पेन हुन्छ। अनि यस्तो फ्रस्ट्रेसनमा के हुन्छ भने यस्तो जोनहरूमा चाहिँ हामी रङ डिसिजन लिएर बेचिदिन्छौँ। अति नै भयो जेसुकै होस् लौखा भनेर इगोमा लिएर बेचिदिन्छौँ। अनि यो बेचेपछि के हुन्छ भने काउन्टर इगो जन्मिन्छ। मैले बेचिसकेपछि बजार कसरी बढ्छ त भन्ने हुन्छ। अनि यस्तो ठाउँहरूमा जब जब बजार घट्छ तब उनीहरूको कमेन्ट कस्तो आउँछ भने धेर नउफ्री, मार्केट 2400 आउँछ, तैँले भनेको ठाउँबाट बढ्नुपर्छ र तेरीमा धर्के काइन्डको कुराहरू आउन सुरु हुन्छ। अनि बजार अब म 2400 तिर कुर्दैछु भनेर यतातिरको कुराई वा 2500 तिर कुर्दैछु होइन, यहाँभन्दा नि तल अझ एक्सट्रिम नै आउँछ, मार्केट यो लोलाई नै ब्रेक गर्छ काइन्डको कुराहरू, अझ 2200 आउँछ, अझ कसैको कुराहरू त 1800 आउँछ भन्ने पनि हुन्छ। हो यसरी चाहिँ फ्रस्ट्रेसन एकदमै पिकमा पुग्छ। जसरी एउटा जागिर नपाएको मान्छेलाई चाहिँ कसैले मैले जागिर पाएँ नि भनेर भन्यो भने त्यस्ता जाबो जागिर भनेर पुरै एकदमै रिस ओकल्ने कामहरू गरिन्छ। त्यस्तै खालको माहौल यहाँनिर पनि बन्छ। यो ह्युमन साइकोलोजी हो। अनि नेप्से कम्प्लिटली ह्युमन साइकोलोजीमा पनि डिपेन्ड हुन्छ। तपाईहरू कुन साइकोलोजीमा बाँचिरहनु भएको छ, मास कुन साइकोलोजीतिर बाँचिराखेको छ, उनीहरूलाई सेन्टिमेन्ट कसरी ड्राइभ हुन्छ, हो त्यही देखेर नै अनि हामीले एभ्रिडे सेन्टिमेन्ट भन्ने हो। हामी कुनै एकदमै लकीर थाहा भएर पुरै ध्यानमा आएर हामीलाई मार्केट बढ्छ भन्ने कुरा थाहा हुने होइन। त्यसैले वेन एभर यु आर फलोइङ एनालिसिस, कहिलेकाहीँ एनालिसिस अब ल यहाँबाट माथि जान्छ भन्ने हुन्छ। अहिलेको मेरो एनालिसिस नै 2580 भन्दा तल नआउला भन्ने छ। तर भोलि एउटा रङ सेन्टिमेन्ट बनाइदिएर लामो -40 को क्यान्डल बन्यो भने के हुन्छ? पर्सि त्यो क्यान्डलले फल निम्त्याउँछ नै निम्त्याउँछ, फेरि एउटा फल निम्त्याउँछ, अनि त्यो भयो भने के हुन्छ त? यो लोलाई टेस्ट गर्न आउँछ। कुनै पनि भगवानले आएर बचाउन सकिन्छ र यस्तो कुराहरूलाई? सकिँदैन नि त। ह्युमन साइकोलोजी हो, मासको साइकोलोजी कसरी ट्रिगर गरिन्छ त्यो अनुसारले चाहिँ अर्को दिनको लागि हामीले प्लानिङ गर्ने हो। सो यसले के गर्छ त भने हामीलाई मार्केटमा रङ ठाउँमा बेच्न र रङ ठाउँमा इन्ट्री लिनबाट जोगाउने हो हामीले मार्केटमा सिक्ने भनेको। बाँकी कुरा मार्केट बढ्नै पर्छ, मैले भनेपछि बढ्नु पर्छ वा मैले भनेपछि घट्नै पर्छ भन्ने हुँदैन। त्यो कुनै पनि भगवानले आएर भन्न सक्ने कुराहरू होइन। सो के हुन्छ भने कहिलेकाहीँ मिल्छ, कहिलेकाहीँ नमिल्न सक्छ। हामीले हेर्ने भनेको चाहिँ लिक्विडिटी कहाँनिर आउँछ भन्ने हो। अब जस्तो अहिले बाई साइडको लिक्विडिटी छ, अहिलेको यो फल हेर्दाखेरि नै म्यानिपुलेटेड फल छ। जसरी यहाँनिर म्यानिपुलेटेड फल थियो, जसरी यहाँनिर इन्टायर यो फल नै म्यानिपुलेटेड थियो, जसरी यहाँनिरको फल म्यानिपुलेटेड थियो, जसरी यतापट्टिको यो इन्टायर फल म्यानिपुलेटेड थियो। हेर्नु, जसरी यहाँभन्दा तलपट्टिको यो इन्टायर फल नै म्यानिपुलेटेड थियो, जसरी यहाँनिरको फल म्यानिपुलेटेड थियो, जसरी यहाँ हेर्नु त यो एउटा माहौलमा हेर्नु त यसरी घट्दै गरेको माहौलमा यहाँनिर पनि फल म्यानिपुलेटेड थियो, अनि यहाँ पनि फल म्यानिपुलेसन छ, यहाँ इन्टायर फल नै म्यानिपुलेट गरेर बसेको छ। ल हेर्नु, तपाईहरुलाई एकदमै क्लासिक एक्जाम्पल हेर्न मन छ भने यो एक्जाम्पल हेर्नु। यहाँ कहिलेबाट फल आएको छ भने यहाँ 2-3 दिन बढेको फललाई हेर्नु त अप्रिल 12 बाट नयाँ लो बनाएर मे 16 सम्म नयाँ लो बनाएर अनि बल्ल मार्केट माथि गएको छ। यतिकै मार्केट माथि जाँदैन के। मार्केटले जहिले पनि रङ ह्यान्ड्सहरुलाई वा एकदमै वीक ह्यान्ड्सहरुलाई चाहिँ तर्साएर ठटाएर मारेर अनि फेरि पनि ठटाएर अनि बल्ल चाहिँ मार्केट माथि जाने गर्छ। सो दिज आर द थिंग्स वी हैव टु नो। मार्केट एकदमै यस प्यानिक छ बजारमा नभएको होइन, तर यो प्यानिक चाहिँ रिटेलरमा हुने हो। तपाईहरुले कहिले पनि म्युचुअल फन्डको फन्ड म्यानेजर आएर वागले यस्तो गर्यो अनि मार्केट घटिरहेछ भनेको सुन्नु भएको छ? छैन नि। तपाईहरुले फेस टु फेस देखिने भनेको अपरेटरहरु हुन्छ। अब भोलिबाट फेरि आन्दोलन गर्छु भन्दै 2-4 जनाहरु आइपुग्छन्। किन आउने हो उनीहरु यस्तोमा भनेदेखि उनीहरु यो पोइन्टमा आन्दोलन गर्न आउँदैनन्, उनीहरु यस्तो ठाउँमा आन्दोलन गर्न आउँदैनन्, किनकि उनीहरुलाई थाहा छ यहाँनिरबाट बजार बढ्न सक्ने अवस्थै छैन। यहाँ इनफ लिक्विडिटी नै नभएपछि कसरी बजार बढ्छ? उनीहरुलाई थाहा छ यतैतिरबाट हो बजार बढ्नु पर्ने, यो एक्सट्रिम लोबाटै हो, यही नै हो लिक्विडिटी आउने, किनकि उनीहरु पनि कुनै न कुनै फन्डमा बसिरहेको छन्, उनीहरु पनि कुनै न कुनै क्यापिटल वा मर्चेन्ट ब्याङ्किङ तिरै लिंक भएको मान्छेहरु हुन्छन्।
इफ यु गेट द साइन यु गेट द साइन। उनीहरूले पनि मर्चेन्ट ब्याङ्किङहरू केही चलाइराखेको हुन्छन् वा अरू केही चलाइराखेको हुन्छन्, फन्ड चलाइराखेको हुन्छन्, अनि इन्भेस्टमेन्ट कम्पनी चलाइराखेको हुन्छन्, अनि उनीहरूलाई पनि थाहा छ यही नै जोन हो उनीहरूले किन्नको लागि हेरेर बसेको। त्यही भएर उनीहरू यस्तै जोनमा आएपछि बल्ल अनि आन्दोलन गर्नुपर्छ भनेर तात्तिन्छन्। उनीहरू लास्ट टाइम पनि यही ठाउँमै हो आन्दोलन गर्नलाई तात्तेको। किन भन्दा उनीहरूलाई थाहा छ यही नै जोन हो लिक्विडिटी लिने र यही नै जोन हो यहाँबाट आन्दोलन गरेपछि मैले गरेर बढ्यो भनेर नाक फुलाउन पाउने। त्यसैले अब फेरि आन्दोलनको न्युजहरू आउँछ। जब जब मार्केटले एक्सट्रिम डिमान्ड जोन टेस्ट गर्दै गरेको हुन्छ तब तब यस्तै खालको न्युजहरू आउने हो। सो अब आउने न्युजहरूले पनि यहीँनिरबाट एक्सट्रिमै डिमान्ड जोन टेस्ट गरेर गयो भने पनि प्रिभियस लोबाट मार्केट फेरि बाउन्स हुन्छ। मार्केट बाउन्स हुँदै गर्दाखेरि चाहिँ तपाईँहरूको काम के हो भने मार्केट बाउन्स भएर यहाँ पुगेपछि होइन किन्ने भनेको, तपाईँहरूको काम भनेको यसरी फलमै किन्ने हो। यो फलमा हेर्दै जाने हो कि राइट मोमेन्ट कहाँनिर हुन्छ, राइट जोन्सहरू कतापट्टि छ, रङ जोनमा नकिन्ने, राइट जोनहरूमा किन्न सुरु गर्नु पर्यो। अब एक्सट्रिम डिमान्ड जोन ट्याप भइरहेछ भने यहाँनिर आफूसँग भएको 100 रुपियाँ छ भने 20 रुपियाँ बराबरको किन्ने होला, ताकि भोलिको दिनमा यसरी घट्यो भने पनि यहाँनिर फुत्त पुग्छ आफ्नो 20 रुपियाँ 18-19 रुपियाँमै पनि निस्किन पाइयोस्। यहाँ किन्ने होइन के, यतातिर किन्ने होइन। भोलिको दिनमा फेरि यहाँनिर पुग्छ अनि फेरि यहीँनिर किन्ने होइन के। अहिले जहाँनिर नेप्से छ यस्तो माहौलमा चाहिँ तलपट्टि किन्ने हो। अनि यस्तोमा चाहिँ जोसँग पेसेन्स छैन त्योबाट सेयर खाएर अनि पेसेन्स भएको मान्छेमा जाने ठाउँ हो यो। उनीहरूले अबको 6 महिना 7 महिना 8 महिना पछाडि मार्केट यसरी रिभल्भ हुँदै गयो भने पनि यसरी मार्केट माथि पुग्दा यहाँनिर बेच्नको लागि उनीहरूले हेरेर बस्या हुन्छ। अनि तपाईँ हामीहरू के गर्छौँ, यहाँनिर बेच्दिन्छौँ, हामीलाई मार्केट 2400 आउँछ भन्ने फ्रस्ट्रेसन हुन्छ, हामीलाई मार्केट 2200 आउँछ भनेर रिस उठिराखेको हुन्छ, बढेन भनेर हाम्रो पोर्टफोलियोमा दिनका दिन लस लागेको देखेर रिस उठ्छ। सो यस्तो बेलामा के हुन्छ, हामीले रङ डिसिजन गर्छौँ अनि मार्केट तलपट्टि आउँछ। त्यसपछि के हुन्छ, हामीलाई यस्ता यस्ता ठाउँहरूको टुप्पोमा किनाउँदै तल तल यहाँनिरतिर हामीलाई निकाल्दै अनि बल्ल मार्केट माथिपट्टि पुग्छ। किन हामीलाई निकालिन्छ त, रिटेलरलाई किन निकालिन्छ त भन्दा यहाँ लात हानेर निकालेन भने यहाँ कसरी छिराउने, महँगोमा कसरी छिराउने, बुम 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 भन्दै कसरी छिराउने। त्यसैले यो तपाईँहरूलाई एकदमै सिरियस कुरा हो, यु हेभ टु नो इट। यो कुरा थाहा भएन भने तपाईँहरू सधैँ टुप्पोमा किन्नुहुन्छ, फेदमा जहिले पनि निक्लिनुहुन्छ। एउटा रुखको यो रुखको तपाईँहरू मानौ माथि पुग्नुभयो, यो रुखको माथिपट्टि पुग्नुभयो, यहाँनिर पुग्नुभयो, अनि यहाँनिर भएको हाँगालाई तपाईँहरूले यहाँनिर भएको हाँगालाई काट्न थाल्नुभयो भने के हुन्छ, यो यहाँनिरबाट काट्नुभयो भने के हुन्छ, तपाईँहरू यहाँबाट लड्नुहुन्छ। त्यही नै हो। अनि माथि गए पछाडि हामीलाई सधैँभरि फसाइन्छ। अनि फसाउने कसरी भन्दा फलानोले मलाई फसायो होइन, तपाईँहरू आफै फसेको, यही कुराहरू नसिकेर। लिक्विडिटी कहाँनिर हुन्छ, मार्केट कसरी चल्छ, न्युज भनेको तपाईँहरूलाई 4 महिना अगाडिको न्युज ल्याएर अहिले थुपारिदिन पनि मिल्छ। कस्ता कस्ता न्युजले बजार घटेको छ हामीलाई थाहा छ नि। यहाँनिरको बजार घट्नुको मेन कारण के थियो थाहा छ तपाईँहरूलाई? 1% एक्स्ट्रा ट्याक्स भनेर हल्ला चलाएर घटाएको। कसले घटायो हामीलाई राम्रोसँग थाहा छ। इफ यु आर एक्टिभ इन मार्केट तपाईँलाई राम्रोसँग थाहा छ यहाँ कसले घटायो भनेर। अनि 1% एक्स्ट्रा ट्याक्स लाग्ने भयो भनेर घटायो, तर त्यो के थियो, ओटिसी मार्केटमा थियो। थाहा थियो सबैलाई ओटिसी मार्केटमा हो भनेर, तर हल्ला यसरी फैलाइयो कि रिटेलरको सेयर खाएरै निक्लिन्यो। अनि उनीहरूले हल्लामा बेचिदिए, अर्को दिन मार्केट बढिदियो। मार्केट बढाउनलाई के युज गर्यो, प्रधानमन्त्रीले फलानालाई भेट्यो अरे। आज पनि अर्थमन्त्रीले भेटिराखेको छ, आज पनि अर्थमन्त्रीले उद्योगीहरूलाई भेटिराखेको छ, तर मार्केट बढ्छ बढ्दैन। यस्तो न्युजले मार्केट बढ्दैन, किनकि मार्केटमा न्युज प्लान्ट हुने हो। तपाईँहरूको कानमा आइसक्दाखेरि त्यो न्युज बासी भइसक्यो के। तपाईँहरूको एउटै मात्र रियालिटी के हो भने आजको क्यान्डल हेरेर भोलिको प्लान गर्ने हो। हाम्रो रियालिटी पनि त्यही हो, हामी पनि भगवान होइन। मैले कति बारम्बार भनिराखेको कारण नै यही हो। यहाँबाट अब एउटा रियाक्सन जोन छ, यहाँबाट रियाक्ट गरेर यसरी गयो भने पनि फेरि तल आएर यहाँ पुग्यो भने के गर्ने त? इदर वे प्रिपेयर त हुनु पर्यो नि। यहाँनिर किनेको छ भने यतातिर स्टप लस गर्नु पर्यो। बेसिक हो यो, बेसिक कुराहरू। अनि यतापट्टि तलपट्टि आउँछ भने एक्सट्रिम डिमान्ड जोन छ यहाँनिर, एक्सट्रिम डिमान्ड जोनमा किन्नु पर्यो। फेरि माथि जान्छ भने कि यहीँनिर बेच्नु पर्यो, होइन भने फेरि तल आयो भने यतातिर स्टप लस गर्नु पर्यो। बेसिक नै यही हो। दिस इज हाउ स्टक मार्केट वर्क्स। तपाईँ सधैँभरि राइट हुन सक्नुहुन्न, तर प्रफिट हुँदाखेरि कम्तीमा 5% प्रफिटको लागि टार्गेट गर्दै हुनुहुन्छ भने 1% लस लिन सक्ने त क्यापेबिलिटी हुनु पर्यो नि। अनि यस्तो क्यापेबिलिटी हुँदाखेरि तपाईँ 5 चोटिमा एकचोटि राइट हुनुभयो भने, हेर्नु 5 चोटिमा एकचोटि मात्र राइट हुनुभयो भने 5% आउँछ, बाँकी 4 चोटि रङ हुँदाखेरि तपाईँको 4% जान्छ। तपाईँहरू ब्रेक इभनमा हुनुहुन्छ।
त्यो भनेको 20%ले पनि तपाईहरुलाई ब्रेक इभन बनाउँछ के। यस्तो यस्तो स्ट्रिक्ट खालको रुलहरु लिएर बस्नु भयो भने। तर हामीमा के छ, हामीमा त एक्सट्रिम इगो छ, हामीमा त मैले किनेपछि बजार बढ्नै पर्छ भन्ने छ, अनि स्टप लस गर्ने चलनै छैन। सो दिस इज वेयर वी गेट ट्र्याप्ड। अनि हामीलाई ट्र्याप गर्नलाई के गाह्रो छ, तल एक्सट्रिम डिमान्ड जोन टेस्ट नगरिकन हामी बेच्दै बेच्दैनौँ, नआत्तिकन हामी बेच्दै बेच्दैनौँ, अनि आत्तिदाखेरि पनि हामी कति अरूलाई नै दोष लगाएर बेचिदिन्छौँ। त्यही भएर सिक्नु पर्यो लिक्विडिटीहरु कहाँनेरि छ, बजार ड्राइभ गर्नलाई पैसा चाहिन्छ, अनि पैसा तपाई हाम्रो पैसा चाहिँ अरूले खाएर, ठुलो मान्छेहरूले तपाई हाम्रो पैसा खाएर अनि बल्ल उनीहरु चाहिँ मोटाएर माथि लिएर जाने हो। यो कुराहरु चाहिँ हामीले बुझ्नु पर्यो। एन्ड दिस इज हाउ द मार्केट वर्क्स। त्यही भएर अब भोलिको दिनमा तलै आयो भने पनि ए तैँले त यहीँबाट बढ्छ भनेर भने थिइस्, बढेन, त्यो होइन। द्याट्स नट हाउ यु लुक एट द मार्केट। मैले भनेको ठाउँबाट बढ्नको लागि म भगवान हो र होइन नि। सो तपाईहरुले चाहिँ बुझ्नु पर्यो के मार्केटले रियाक्ट गर्ने कहाँ जोनहरु छ, हामीले त्यही मात्र देखाइदिने हो। मार्केटले यहाँबाट डिमान्ड जोन छ, रियाक्ट गर्न सक्छ, थोरै रियाक्ट गरेर फेरि तल आउन सक्छ, पोसिबिलिटी हो। अस्ति पनि डिमान्ड जोनमै टेस्ट भएको थियो, टेस्ट भएर अलिकति मात्र माथि गयो, 10-20 पोइन्ट मात्र माथि गयो, फेरि तलै आयो। अब अरु लिक्विडिटी खाएर फेरि यस्तो भएर फेरि तल आउन सक्छ, अनि यहाँबाट बल्ल एक्चुअल मुभ देखाउन सक्छ। किनकि हामीसँग त हिस्ट्री नै छ। हेर्नु एक्सट्रिम डिमान्ड जोन यहाँ, यसको डिमान्ड जोन यहाँनेरि थियो, यो डिमान्ड जोनलाई ब्रेकडाउन गरेर अनि बल्ल माथि गएर फेरि नि मान्छे निकालेर, मान्छे निकाल्दा गरेर अनि बल्ल चाहिँ यसरी मार्केट माथि जान्छ। यहाँ पनि यहाँनेरि सपोर्ट जोन थियो, किन नबढ्या त, किन तलै आएको, किनकि रिटेलर निकाल्नु पर्यो। अब पनि मार्केट बढ्छ, अब फेरि पनि मार्केट बढ्छ, अनि फेरि पनि त्यो बढ्नको लागि रिटेलर निक्लिनै नै पर्छ। अब रिटेलर कहाँनेरबाट निक्लिन्छ, जहाँबाट ठुलो भोल्युममा मान्छेले सेल अफ गर्न सुरु गर्छ त्यहीँबाट निक्लिन्छ। अनि त्यही भएर तपाईहरुले बेच्ने बित्तिकै अर्को केही 2-4 दिनमा मार्केटहरु यसरी रिभर्समा जान सक्छ। सो नाउ हामीले चाहिँ प्लान गर्ने हो, इदर वे माथि जाँदाखेरि के गर्ने, तल आयो भने के गर्ने, दुईटै साइडको लागि प्लान्ड भएर बस्ने हो। ल हस् त, अब आजको लागि यति नै। मार्केट भोलि पनि घट्न सक्छ, पर्सि नि घट्न सक्छ, वा रिकभर पनि हुन सक्छ। मैले गरेको एनालिसिसहरुलाई चाहिँ एजुकेशनल पर्पसको लागि र रेफरेन्सको लागि मात्र लिनु होला। यहाँनेरि भनेको कुराहरुले बाई सेल गर्नको लागि यो नलिदिनु होला। त्यही बाई सेलहरु नगर्नु भनेर यहाँ स्पेशली स्टक एनालिसिसहरु नगरेको। सो हैव अ गुड डे एभ्रीवन। बाँकी पशुपतिनाथले हामी सबैको रक्षा गरून्। हस्त।